उत्तरी सागरबाट लगभग 110 किलोमिटर दक्षिणमा जुटल्यान्ड पेनिन्सुला वा एल्बा नदीको मुखैमा रहेको यो सहर रोटरडम नेदरल्यान्ड र एन्टवर्प बेल्जियमको बन्दरगाह पछाडिको यो तेस्रो ठुलो बन्दरगाह पनि हो। जर्मनी संसारको विकसित राष्ट्रहरूमध्ये पर्दछ, त्यसैले सन् 1989 मा अथवा आजभन्दा लगभग 35 वर्ष अगाडि म जर्मनी आएको थिएँ। पश्चिमी सभ्यताका दर्शनशास्त्रीहरू कार्ल मार्क्स, मैक्स वेबर, फ्रेडरिक एंगल्स, फ्रेडरिक नीत्शे, विलियम हेगल अथवा इमानुएल कान्टहरूको जन्मभूमि यो जर्मनी मैले 12 चोटि यात्रा गरिसकेको छु।